र अचानक छङ्गु लेक आइपुग्यो होइन, कोही पनि छैन रहेछ यो छङ्गु लेकमा, दुईजना हाल्नुपर्छ। अन्तमा हामी बाबाको अर्को मन्दिरमा पनि प्रवेश गरेका छौँ होइन। बाबाको अफिस हुँदो रहेछ अर्को। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई र फेरि पनि यहाँहरू सबैलाई मेरो अर्को ब्लगमा स्वागत गर्दै। र योभन्दा अघि मैले तपाईँहरूलाई नथुला बाइपास जो चाहिँ इन्डिया अनि चाइना बोर्डर थियो है, त्यहाँको भिडियोहरू तपाईँलाई देखाइसकेपछि अब हामी घर फर्कने क्रममा त्यही बाटोबाट हामी हरभजन सिंह बाबाको पुरानो मन्दिरतर्फ गइरहेका छौँ। र तपाईँलाई यहाँबाट दृश्यहरू पनि देखाएर छु, के राम्रो देखिरहेको छ हेर्न सक्नुहुन्छ। चारैतिर पहाडमा हिउँहरूले बरफले ढाकिएको, अझै यो विन्टरमा आउनु पाएको भए अझै राम्रो हुने थिएछ है। र अब भने हामी बाबा हरभजन सिंह मन्दिरतर्फ गइरहेको छु, के कस्तो छ त्यहाँ है तपाईँलाई देखाउनेको छु। र अहिले भने चाहिँ मेरो साथमा छ मेरो बहिनी है, दीक्षा र म गइरहेको छु बाबा हरभजन सिंह मन्दिरतर्फ। अब त्यहाँ धेरै सालदेखि जाने इच्छा थियो है, पहिलादेखि कुरा सुनेको, तर आज त्यो एउटा सपना पुरा भइरहेको छ। र त्यहाँ त गइरहेको छु, बाटोमा छौँ हामी है। तपाईँलाई त्यहाँ के कस्तो छ देखाउने छु, क्या राम्रो देख्दैछ है, तपाईँले देख्न सक्नुहुन्छ भिडियोमा पनि। यो चाहिँ पर्यो सबभन्दा पुरानो बाबा हरभजन सिंहको मन्दिर है। अब यहाँ जानेछौँ हामी, प्रवेश गर्नेछौँ। यहाँ रहेछ फोटो बाबा हरभजन सिंहको। अब भने हामी भित्र जाँदै भित्र प्रवेश गर्नेछौँ। बस्नेहरू दामी दामी जग्गा, शान्ति जग्गा, भित्र जानेछौँ। क्रस गर, यहाँनिर प्रसादहरू प्राप्त रहेछ। हामी चाहिँ भित्र पस्ने सुस्टेन त यहाँ भित्र रहेछ है। यहाँ राखेपछि अब भित्र जाने हामी, भित्र जाने जाँदै घन्टा बजाउँदै आउने इच्छा थियो, छैन सहिले। र अहिले भने चाहिँ हामी यहाँ हरभजन सिंह बाबाको मन्दिरभित्र प्रवेश गरिसकेको छु है। मन्दिरभन्दा पनि रुम यहाँ चाहिँ है, मन्दिर तल रहेछ। बाबा हरभजन सिंह बाबाको यहाँ चाहिँ सानो रुमहरू र बाबाको यहाँनिर युनिफर्महरू राखेको तपाईँलाई देखाइरहेको छु। पहिला आउने धेरै मन थियो होइन, तर आउनु सकेको थिएन, तर आज आउनु पाउँदा धेरै खुसी लागेको छ। यहाँनिर एकदम सानो रुम होइन, सानो रुम, चेपारो, धेरैजना मान्छे हुँदैछ भित्र। र रुमभित्र चाहिँ आफ्नो युनिफर्महरू भयो होइन, लुगाफाटाहरू भयो, अनि लुगाहरू यसरी राखेको हुँदैछ नामसँगै हरभजन सिंह बाबा। र हामीले पहिला सुनेको थियौँ होइन, अदृश्य रूपमा रहेर पनि आफ्नो ड्युटी देशको लागि सेवा गरिरहेको छ भन्ने सुनेको थिएँ। धेरैजनाले है विश्वास गर्नुहुन्छ, धेरै ठुल्ठुलो मान्छेहरूले विश्वास गरेर यहाँ आउनुहुन्छ उहाँको दर्शन गर्न। र त्यसरी नै म पनि आज यहाँ आइपुगेको छु, दर्शन गरिरहेको छु उहाँको रुमभित्र है। रुमभित्रको दृश्यहरू तपाईँलाई देखाइरहेको छु। अनि बाहिर मन्दिरहरू छ, तपाईँलाई त्यहाँको पनि दृश्यहरू देखाउनेछु।
र यो चाहिँ हो बाबाको सानो कुटिया है रुम। अनि अहिले दर्शन गरिसकेपछि दर्शन गरेर अब बाहिर आएँ। धेरै साथीहरू धेरै सालदेखि पहिलादेखिको नै हामीले सुन्दै आएको तर आउन सकेको थिएनौँ, तर भगवानको कृपाले आज हामी आएर दर्शन गर्न पायौँ। एकदमै खुसी लागेको छ। र यहाँबाट चाहिँ अब तपाईँलाई भ्यू देखाइरहेको छु है। यति राम्रो देख्दो रहेछ। आम्बो जाडो भइरहेको छ। र यो चाहिँ यहाँ बाबा हरभजन सिंह बाबाको स्ट्री रुम हुँदो रहेछ होइन। यहाँ चाहिँ कसरी चाहिँ भयो भन्दाखेरि चाहिँ सबै यहाँनिर देखाउनु भएको रहेछ होइन, के कस्तो प्रकारले सबै। अब धेरै टाइम लाग्छ तपाईँहरूलाई यो के कुरा देखाउनु त होइन। अन्त यस्तो यस्तो भएको भनेर सबै देखाइदिनु भएको रहेछ। र हिस्टोरिकल सिग्निफिकेन्स यस्तो यस्तो भएर चाहिँ सबै देखाइदिनु भएको छ है। तपाईँहरू आउँदाखेरि यहाँ हेर्नु होला के कस्तो भएको भनेर। र हामी बाहिर निस्किँदै अन्तमा हामी यहाँ बाबाको अर्को मन्दिरमा पनि प्रवेश गरेका छौँ होइन। अनि बाबाको यहाँ अफिस हुनुहुँदो रहेछ अर्को। यहाँनिर पनि हुँदछ। यहाँ चाहिँ मन्दिर। हामीले यहाँनिर प्रसाद दिए पहिल्यै है। यहाँनिर मन्दिर हुनुहुँदो रहेछ। अनि यहाँनिर चाहिँ अनि रुम पनि हुनुहुँदो रहेछ, जुत्ताहरू टक्कै राखेको। दर्शन बाबा दर्शन गरेर अब बाहिर निस्किँदै र अन्तमा है यो बाबा हरभजन सिंहको मन्दिरमा पनि प्रवेश गरिसकेपछि दर्शन गरिसकेपछि हामी अब क्याफेमा जाउँ भनेको है। किनभने तिर्खा लाग्यो, चियाहरू पनि खुवाइ छैन। पर एकपल्ट खाएको थिएँ जाडोमा। र अब चाहिँ हात कामिरहेको छ है, यसरी हल्लिरहेको छ। यसको लागि क्षमा चाहन्छु। अन्त यहाँनिर दर्शन भित्र पस्ने क्याफेमा। र अब भने हामी आइपुगेका छौँ महादेवको शरणमा। छेउमा झरना होइन, माथि पहाडहरू, हिउँहरू देखिराखेको। हिउँहरू पग्लेर चाहिँ ठाउँमा मात्र रहेछ। र महादेवको दर्शन गर्नु, अब महादेव देखेपछि दर्शन नगरी त अब महादेव भनेको महादेव हो नि। बाटो चाहिँ यस्तो रहेछ। बाटो चाहिँ दामी छ। ठिकै छ। यस्तो माथि गएर महादेवको दर्शन। र अब महादेवको दर्शन गरिसकेपछि सिधै हामी छङ्गुतर्फ जानेछु। छङ्गुमा बसेर चिया कफी पिउने। अनि चिया कफी पिएर चाहिँ सिधै फेरि गान्तोकतर्फ प्रस्थान हुने। अब लाग्ने यस्तो छ बाटो। र अन्तमा छङ्गु लेक आइपुग्यो होइन। कोही पनि छैन रहेछ यी छङ्गु लेकमा। दुईजना हामी दुईजना मात्रै छ छङ्गु लेकमा। अब यति ढिलो भयो क्या, यति धेरै ढिलो भयो। तपाईँ चाहिँ हेर्नु कोही छैन छङ्गु लेकमा, हामी मात्रै त्यहाँ मजाको देख्देको नि। यो चाहिँ विन्टरमा चाहिँ यो पुरा हिउँ परेको बेलामा चाहिँ यो चाहिँ पुरै बरफ बन्छ होइन। हामी चाहिँ माथि यो 12,000 फिट छ। हामी चाहिँ 14,000 फिटबाट आएको होइन। यो चाहिँ 12,000 फिटबाटै छ। र हिउँहरू तपाईँले देखिरहनु भएको छ, यति धेरै हिउँहरू। अहिले अब यो अप्रेल लास्टहरू भइसक्यो होइन, अप्रेल आधी भइसक्यो र पनि हिउँ छ यति धेरै। यहाँ रोपवे पनि चलिरहेको छ। अन्त यो जनवरी फेब्रुअरीमा त आउनु पायो भने त आम्बो यति राम्रो देख्ने छ है। कुनै दिन आउनेछु। क्या दामी देख्दैको। र यहाँ हामी चिया कफी खाने, तर कहाँनिर खाने छैन होला दिक्षा यहाँ त। चिया कफीको पनि अब। तर अब यो बाइक आजको राइड राम्रै छ, चलिरहेको छ। उता जाने फेरि हामी। र हामी चाहिँ अहिले गणेश टोक आइसकेको छु। र
हरभजन सिंह बाबाको मन्दिरबाट चाहिँ हामी 4-10 हिँडेको है र अहिले लगभग 1.5 घन्टा बाद चाहिँ हामी गणेश टोक आइपुगे र सबैजनालाई यो जानकारी तपाईँलाई हरभजन सिंह बाबाको त्यो मन्दिर पुग्नु चाहिँ गणेश टोकदेखि 1.5 घन्टा लाग्दो रहेछ है सायद तपाईँले अझै स्पिड कुदाउनु सक्नुभयो भने है अझ छिटो सक्नुहुन्छ तर म चाहिँ 50-60 70 यस्तो स्पिडमा आउँदाखेरि एकदम खाली जग्गा ढिलो भएको थियो म आउँदाखेरि त है एकदमै ढिलो भएको थियो खाली थियो रोड र 50-60 70 को स्पिडमा आउँदाखेरि चाहिँ 1.5 घन्टा लाग्यो है र अहिले आइसकेको छु यहाँनिर के भन्छ यो गणेश टोकमा हेर्नु सक्नुहुन्छ मलाई देखाउँदैछ माथि चाहिँ गणेश मन्दिर रहेछ के हो गुम्बा होइन गुम्बा हो कि म त्यो यहाँनिर गणेश टोक आइसकेको छु र अब यहाँ चाहिँ चिया खाने है अलिक तिर्खाम लाग्यो यो चाहिँ बाइक मैले लगेको यसको चाहिँ अलिकति केही प्रब्लम भयो भन्दाखेरि क्लच चाहिँ एकदम टुप्पोमा रहेछ है अलिक साह्रो पर्दो रहेछ उकालो मारो भन्दा पनि गियरहरू चेन्ज गर्दा दादा रोकेर उस गर्नु साह्रो पर्ने र हामी आइपुगेको छौँ गणेश टोकमा र अन्तमा हामीले यहाँ चिया खाजा के खाना सिधै बेलुकाको पराठाहरू खाइपायो होइन भेजिटेरियन हुन्छ मिठो रहेछ तपाईँहरू पनि आउनु होला गणेश टोक यहाँनिर मिठो छ पराठा अनि चानाहरू पनि दिँदो रहेछ है चाना अचारहरू र रात परिसक्यो अब बाइक पनि बुझाइदिनुपर्छ होइन र गान्तोक जुन चाहिँ एउटा ट्रिप थियो त्यो चाहिँ यतिमै अन्त गर्नु पर्ला है सायद अझै आयो भने अर्को भोलि पनि छ मेरो टाइम है भोलि कता गयो भने चाहिँ कतातिर गयो भने म तपाईँलाई त्यहाँको भिडियोहरू सेयर गर्नेछु भोलि एक दिन मेरो जाने इच्छा चाहिँ गुरुडोङमा लेकमा थियो तर समय छैन एक दिनमा हुँदैन त्यसले गर्दाखेरि अर्को भिडियोमा भेट्छु तपाईँसँग है तबसम्म तपाईँहरूबाट बिदा लिँदै